मेरो सामाजिक सञ्जालमा पोस्ट गरेका भिडियोमा गाली गलोच गर्ने भनेका सबै स्वतन्त्र पार्टी र यो जेनजी मात्रै छन्। अनि तिमीहरू स्वतन्त्र पार्टी तिमीहरू आफै यति गाली गलोच गर्दै हिँडेछौ भनेपछि तिमीहरूको सरकार आयो, तिमीहरूले जित्यौ भनेपछि चाहिँ हाम्रो हाल के गर्ला हो भनेको के। त्यहाँ हेर्ने हो भनेपछि हरेक भिडियोमा एउटा पनि राम्रो कमेन्ट छैन, एउटा पनि राम्रो कमेन्ट छैन, सब गाली गरेर मात्रै बनाएको छौ भनेपछि तिमीहरूलाई भोट दिएर तिमीहरूलाई जिताउनु भनेको त आफैले आफ्नो खुट्टामा बन्चोरो हान्नु बराबर हो के। बुझ्यौ नि। तिमीहरू भनेको एउटा सभ्य मान्छे भइदिएपछि तिमीहरू घन्टे पार्टीमा भएको मान्छेहरू हामी त यो हौँ सभ्य छौँ यो छौँ भन्दै तिमीहरू हिँड्ने भनेपछि त सभ्य कमेन्ट गर्नुपर्ने हो। मलाई जे लाग्यो मैले मिडियामा जे देखेँ, मैले फेसबुकभरि सामाजिक सञ्जालभरि जे देखेँ त्यो सेभ गरेर कुनै शब्दहरू आफूले मिलाएर हालेँ भनेपछि त्यो त मैले हालेको छु। तर तिमीहरू एउटा कुनै पनि एजेन्डा, कुनै पनि एउटा के भन्छ त्यो विकासको लिएर होइन कि तिमीहरू भनेको ओन्ली मान्छेलाई टार्गेट गर्ने र आफू सत्ता आफू पावरमा आउनको लागि यो सब रणनीति हो। बुझ्यौ नि। तिमीहरूले गर्दाखेरि कति कैदीहरू भागे, त्यो कैदीहरूमा कति थियो होला ज्यान मारा, कति बलात्कारीहरू थियो होला, कति देशद्रोहीहरू थियो होला हैन। एउटा त्यो नक्कु कारागारबाट रवि लामिछाने भाग्न बित्तिकै लगभग देशैभरका जेलहरू ब्रेक गरेर लगभग हजारौँ मान्छे त्यहाँबाट भगाएको छ भनेपछि यही एउटा पक्ष हुन् त। यिनै राम्रा पक्ष हुन्। कैदी भगाउने, ठगी गर्ने, ड्राइभर हत्या गर्ने, 4-5वटा बिहे गर्ने, यही हो घन्टे पार्टीको एजेन्डा भनेको। के हो त कि देश जलाएर ध्वस्त पार्ने। घन्टे पार्टी र जेनजी युवा मिलेर चाहिँ देश जलाएको जस्तै अहिले जो यो माहौल छ त्यसमा देखिरहेको छ। बुझ्यौ नि तिमीहरूले। त्यसैले कोही पनि घन्टे पार्टीलाई भोट दिनुभन्दा पहिला 10 चोटि सोच्नु होला। नयाँ पार्टी होइन, नयाँ आएको होइन, बुझ्नु भयो नि। देश सकाउन, देश रित्याउन आएको, नयाँ देश बनाउँछु भनेर आएको होइन। आएको 1 वर्ष 2 वर्ष भएको छैन, देश आधाभन्दा बढी खतम गरिसक्यो। 10-12वटा मुद्दा लागिसक्यो भने यस्तो पार्टीले देश बनाउँछ त के सोच्नुहुन्छ तपाईँहरू। त्यसैले कृपया सोचेर विचार गरेर कसलाई हो त समर्थन गर्ने, के गर्ने हो भनेर सोच्नु होला। हावाको भरमा नलाग्नु होला। अहिलेका युवा, अहिलेका जेनजी भनौताहरूले चाहिँ यो गाँजाको तालमा, नसाको तालमा जे पनि बोल्न सक्छन्, जसलाई पनि धम्काउन सक्छन् हैन। त्यसमा चाहिँ ख्याल गर्नु होला। हस्त, धन्यवाद।